हेलो गाइज, व्हाट्सअप, वेलकम ब्याक टु माई च्यानल। र आज चाहिँ यहाँ मेरो मुखबाङको बिल्ला भइरहेको छ। र आज चाहिँ आकृतिको बर्थडेको पार्टी रे। तर आज चाहिँ आकृतिको बर्थडेको पार्टी रे। अनि हामीलाई पार्टी चाहिँ बर्गर हाउसमा दिन लागि चाहिँ के दिन्छ चाहिँ थाहा छैन है। लेट्स गो। जानु लागेको छौँ। धेरै ठुलो पनि होइन, ठिकैको हो। अब कति के हो। अनि आकृतिको लागि चाहिँ केटीहरूले पैसा उठाएको रहेछन् क्या। पैसा चाहिँ कतिहरू 200 उठाएको रहेछ, मलाई त थाहा छैन। अनि आकृतिलाई चाहिँ सरप्राइज दिन लगाएको रे केक र बुकेले। केक र बुके छ नि, हो केक र बुकेले चाहिँ सरप्राइज दिन लगाएको रे। अनि एक्साइटेड छौँ। अनि सरप्राइज सक्सेस हुन्छ कि हुँदैन चाहिँ थाहा छैन है। सरप्राइज चाहिँ सक्सेस होस् भन्छु। चिलमै अनि सो लेट्स बिगिन भनेर चाहिँ अघि मैले भ्लग सुरु गरेपछि सो लेट्स बिगिन भनेर बिल्ला गरिदिएको। तर मेरो मुखबाङ चाहिँ सबले भन्छ राम्रो छ भनेर। अनि पार्टी चाहिँ हामी 7जना बिच हो। अनुष्का, म, सम्झनाहरू, केटीहरू भनौँ न। वाह, जाँदैछौँ हामी। खोइ अब हामी कहाँ हो यो? होइन के बर्गर हाउस चाहिँ कहाँ हो? चाबेल त हो त, मलाई पनि थाहा छ नि। हेलो गाइस, वेलकम छ। अनि हामी चाहिँ अहिले मेरो बर्थडे र पार्टी दिन जान लागेको। अरे यो चाहिँ अनि त भन्ने हो त नि के भनेर भ्लगर म चाहिँ भ्लग गर्दैछु है गाइस। तर भ्लग कस्तो आएको छ चाहिँ थाहा छैन है। फुल हिँडिरहेको छु नि त। फुल हिँडिरहेको छु नि त, त्यही भएर कस्तो के आएको छ थाहा छैन है। हेर्नु यो झरेमा के गर्यो, खोल्नु पनि मिल्दैन। अब के त्यो पूजाको कृष्णिका भ्लगर छ हाम्रो। कृष्णिका 200 कति छ तेरो आइडी? 2008 छ हौ। 2008 कृष्णिका 2008 है। सो युट्युब च्यानल सब्सक्राइब गरिदिनु होला। अनि मेरो चाहिँ आकृति बादलवा राई छ। मेरो त फिक्स सब्सक्राइब गर्दा हो है साथीहरू। गाइस, मैले एउटा कलेजको भिडियो हालेको थिएँ होइन, भाइरल गयो होइन। अनि त्यसमा प्लस कार्ड पनि भनेको थियो, त्यही भएर मैले चाहिँ डिलिट गर्नु पऱ्यो। सम के भन्छ, जान अगाडि सम केही रिजन्सले गर्दाखेरि डिलिट जानु लागेको छौँ हामी। वा गाइजहरू, बाई बाई। छिटो छिटो जाम। मलाई बिहान झन्डै उयोले हालेको अब यस्तो ट्याक्सी रे कतापट्टि हो है, कता हो थाहा छैन। जाँदैछु। कता हो है? कति राम्रो क्वालिटी आएको, मलाई राम्रो कति राम्रो क्वालिटी आएको छ। आज म छक्क परेको। मेरो हेर न, क्वालिटी पहिला आउँथ्यो क्या। एक सय एक भ्लगर छ यहाँ चाहिँ। जान चाहिँ कता लगाएको हो? यहीँ रहेछ बर्गर हाउस। जानु लागेको छौँ। अब खुल्छ कि खुल्दैन चाहिँ थाहा छैन। हामी चाहिँ फाइनली आइसक्यौँ। अनि अब चाहिँ माथि जानु लागेको। माथि जानु लाग्यो हामी चाहिँ। जानु न माथि। चिसो किन्ने माथि दुईजना किन आइज, भ्लग बनाउनु मान्छेहरू किन आइज। यो ब्याग लग्यो नि त, एउटा मेरो ब्याग लगिदियो। दुईजनाको देऊ न, एकजनाको चाहियो नि त। मेरो ब्यागमा हुँदैन क्या। मेरो ब्याग कस्तो, मेरो ब्याग मेरो पनि भारी छ। मेरो ब्याग र कोट चाहिँ माथि लगिसक्नु हो।
बोक त किसिम अहिले आएर सामान ल जाम अब ओइ मेरो ब्याग ल्याउँदै यो कसको ब्याग हो जाँदैछ अब चाहिँ हामी चिसो किन्नु जानु भएको चिसो कता जाने किन्न भ्लगर हेर्नु कति राम्रो छ अरे मेरो साथी कति राम्रो छ हेर्न राम्री क्युट भनेर मलाई मख पार्ने बाहाना बनाउँदैछ नि है साथीहरू मलाई चाहिँ थाहा के भएन बाहना बनाउनु कता जानु आएको हो कता किन्न होइन यार कुन त क्याफे नै हो होइन कलेजमै किनेको हुने रहेछ यार त्यही आहा जस्तो छ किराना पर्छ ऊ छिटो हिँड्नु मेरो च्यानलमा के भन्न चाहन्छौ तिमी गाइस हाम्रो साथी चाहिँ के भन्छ मुङपाङ भिडियो बनाउँछ होइन अनि त्यही भएर त्यहाँ चाहिँ एकदम उसले खाएको एकदम खाउ टाइपको लाग्छ होइन प्लिज त्यही भएर अलिकति हेरेर लाइक सब्सक्राइब गरिदिनु होला अनि त्यसपछि सपोर्ट पनि गरिदिनु होला हामीले त गरिरहेको छौँ अफकोर्स किनभने बेस्टु अनि गर्नु होला बेस्टु रे ल थाहा थिएन बेस्टु तर हो है अनि त्यसपछि यस्तो हो नि त हामीले सबै कुराहरू सेयर हुन्छ त्यस्तो भनेको बेस्ट फ्रेन्ड नै भयो ओइ होइन रहेछ नि त के कहाँ किन्ने हो यहीँ किनौँ न त यहीँ किनौँ दिन्छ कि दिँदैन यहाँ चाहिँ जम्बो केक छैन रे गाइजहरू कहाँ जाने अब होइन यार हामी जाम फर्किम यहाँ के भनेको कलेजमै किनेको हुने रहेछ क्या त्यहाँ त अब हामी चाहिँ जान्छौँ पत्ता भयो यार हामी खोज्यौँ है खोज्नु सक्छौँ टाइम पऱ्यो क्या मेरो खोज्नु म आफै मक्क परिरहेको छु म चाहिँ यसरी भ्लगिङ गरिरहेको छु अरूकै भ्लग बनाउने गरेँ अब यो हेर्न कहाँ पाउँछ के बोलेको यो अलिकति उयो छ क्या कहाँ किन्नु जाने यार म चाहिँ गएँ है साथीहरू माथि नजाऊँ त माथि जाम क्या उता अब नजानु छोड्यो अनुष्काहरूलाई भनौँ फोन गर्न नम्बर छैन अनि अब चाहिँ माथि जान्छ हामी चाहिँ यहाँ छौँ कति राम्रो ठाउँ हो गाइजहरू हेर त म त छक्क परेँ ल होइन पाएन के भन्नु किन आउँदाखेरि लिएर भन्नु अह पाएन नि नढाट्न कसम गएर आएको हामी यहाँ चाहिँ को क्लिनर गएको नढाट्न भन्छ नि तर यो ठाउँ चाहिँ एकदम राम्रो छ है गाइजहरू हेलो गाइजहरू हेलो आकृति हेलो मसँग नम्बरै रहेछ तिमीहरूको मसँग छ हौ कलर छ होला नि यो चाहिँ राम्रो छ के अरे सम्झिन होइन यहाँको वाइफाई माग न बर्गर हाउस खै के छ अनि अब चाहिँ हामी के अर्डर गर्ने भनेर यहाँ हेर्दैछन् साथीहरू कति छ बफ दुईजनाले खाँदा रहेछन् दुईजनालाई एक प्लेट हेर न त्यहाँ यहाँ चाहिँ के मोमो अर्डर गर्ने भनेर डिस्कसन हुँदैछ अब के गर्नु त हौ अनि अफर हुन्छ नि त अनि त्यसले चाहिँ मलाई के भन्दै थियो भने तिनीहरू आउँदैनन् अब जानु तारे बिल्लै गर्छ यार बिल्ले ओहो अरू नि के गर्ने हो टाउको धुलो तर यो ठाउँ चाहिँ एकदम राम्रो रहेछ है चाहिँ हामी के अर्डर गर्छौँ अर्डर यो मेन्युहरू हेर्छौँ अर्डर गरेपछि भन्छ फाइनली हामीले चाहिँ अर्डर गरिसक्यो
हामीले यतिकै भिडियो खिच्छ यतिकै ऱ्यान्डमली हालिदिन्छ लगाएपछि त्यस्तो अब हामीले चाहिँ फाइनली अर्डर गरिसक्यौँ यहाँ के अर्डर गरिसकेको चाहिँ छैन डिसाइड चाहिँ गऱ्यो तिमीहरू यहाँ हेलो हेलो भने के चाहिँ हेलो हेलो गाइस भएको छैन के गर्नु लागेको र टक्कै भिडियो खिच्न लागेको नाला है हेलो हेर्न आएको ती त यस्तो नगर न भिडियो खिचिरहनु भएको छ A few moments later. गाइस अब हामीले चाहिँ अर्डर गर्न लागेको अनि के फिक्स भयो भन्दा चाहिँ ओइ छोट हामीले चाहिँ एउटा बर्गर गऱ्यौँ बर्गर चाहिँ कसले खान्छ बर्गर दुईटा चिकन बर्गर रेगुलर चिकन बर्गर एउटा दुईटा चाहिँ चिकन छ काट्दा हुन्छ नि चाउमिन एउटा अनि भेज राइस चाहिँ एउटा हो अनुष्का जुठो खाँदैन किन खाँदैन अनुष्काले जुठो चाहिँ लाउनु हुन्छ खानु चाहिँ हुँदैन होइन सन्जिनाले चाहिँ नखाने हो त्यस्तो हो किन नखाने सन्जना थोरै काटेर दिँदा भइहाल्यो त के धेरै इस्यु गरेर मैले काटेरै खान्छु ल जुठो नखाने है ल अब हामीले चाहिँ एउटा रेगुलर चिकन बर्गर गऱ्यौँ निजरा तिम्रो म तल जाँदा लिन एउटा बफ मोमो तिम्रो बस्दै गर अनि एउटा भेज चाउमिन अनि एउटा भेज फ्राइड राइस है भेज फ्राइड राइस होइन कि प्लेन राइस हो नगरै त प्लेन सेन मिठो हुँदैन भेज भेज फ्राइड के त मिठो नै हुँदैन अनि एउटा चिज पिज्जा अनि त्यति नै हो अहिलेको लागि ए अनि एउटा भेज बिरयानी हो भेज बिरयानी भन्यौँ न भनेर भनेर बिरयानी नगर्ने होस् छोरी अहिले यति गर्नु यस्तो छ नि त बरु प्लेन राइसको सट्टा भेज राइसको सट्टा बरु पैसा थपेर बिरयानी ल्याउँछ क्या तर बिरयानी नै भुटे भात जस्तै हुन्छ बरु राइसै ठिक छ सेम त हो नि ल त्यसो भए अहिलेको लागि चाहिँ यति नै हो अनि अब पछि त्यति बुटायो भने चाहिँ फेरि गर्ने रे अनि यो पार्टी चाहिँ कन्डक्टेड बाई हर उहाँको चाहिँ उहाँको चाहिँ बर्थडे प्लान बाई मी त्यति नै हो यो ठाउँ प्लान त अगाडि नै भइसक्यो त जाने भनेर तिमीले यो ठाउँ प्लान त भएको थियो अनुष्काको तर यस्तो छ गाइजहरू तिमीले त अवश्य दिनै पर्थेन हामीलाई A few moments later. 2 hours later. 1 eternity later. हामी चाहिँ यस्तो अनुष्का ठाउँ चाहिँ अनुष्कालाई चिया खुवाउने भनेको थिएँ बिचरा अहिले हेर्न त्यसलाई 1000 रुपियाँ होइन मैले 500 रुपियाँ बनाउँ न भनेको त्यसले क्या मैले 500 गर्नु भनेको थिएँ नि पुग्दैन भन्यो त्यसले आफै 1000 हालौँ भनेको ल गाइज मलाई बाबाले पार्टी चाहिँ अनुष्काको र आकृतिको हो ब्याग तर मेरो च्यानल चाहिँ छैन बाई द वे बट स्टिल अनि यहाँ चाहिँ निर्जला पुरा मैले फोन नहेरौँ भनेको पुरा फोन हेरेर चाहिँ यहाँ चाहिँ अर्को भ्लगर छ उहाँको च्यानल मुकबाङ च्यानल चाहिँ कृपया हेर्नु ल मलाई देखाइरहेको छु त्यहाँ अनि आकृतिको च्यानल छैन बट सिज अब बिस्तारै ऊ पनि राइडर हुन्छ सो उसले नै आइडी खोलिरहन्छ सो उसलाई पनि सपोर्ट गर्दै गर्नु होला तर मैले डिलिट गरेँ क्या कलेजमा कस्तो भाइरल भएर अनि सबैजनाले रोक्दै ओइ किन भनेको त्यस्तो भन्दै सोध्यो अनि मैले त डिलिट हान्दै नि अब चाहिँ अनुष्का र सन्जिना चाहिँ आउँदैछन् अनि तिनीहरू आएपछि चाहिँ हामी भन्छ है गाइजहरू तर हो यार हामीले कतिवटा मगायो अब हामी चाहिँ 7-8वटा मगायो आइटमहरू अनि 7-8वटा चाहिँ आइटम फाइनली भइसक्यो अब चाहिँ हामी अर्डर गर्नलाई चाहिँ यहाँको होटेल स्टाफ दिदीलाई बोलाउँदैछौँ रेस्टुरेन्टको अनि निर्जलाले झारिदियो मैले झार्दिएँ अड्डे भन् त भन् ल बल्ल अड्डे है गाइजहरू दिदी चाहिँ अर्डर दिन आउनुभयो अब अर्डर दिएछ साथीहरू टिकटक चल्दैछ यहाँ गाइज अनि अब केटीहरू चाहिँ तल गएको अनि केटीहरू तल गएको छ अनि आउने बेला हुन लाग्यो अब के हुन्छ अब चाहिँ के हो आएकै छैन कि केटीहरू अब बसिरहेको छ अनि यो चाहिँ यहाँ टिकटक बनाउनलाई चाहिँ स्मार्ट वेब बन्सी अरे कपिराइट आउँछ कपिराइट आउँछ म एकदम युट्युबर हो बिग युट्युबर गाइस अहिलेको लागि चाहिँ हामी जस्ट स्टक गर्दैछौँ भ्लग अहिले टु बी कन्टिन्यू अहिले आएपछि देखाउँछु यहाँ भर्खर एन्डिङ गरे तर यिनीहरूले कोक पाएन अरे काहीँ पनि अनि कोक चाहिँ लिएर गएको छ अनि त्यसपछि टु बी कन्टिन्यू केटीहरू आइ
Happy birthday to you. Happy birthday to you. Happy birthday, dear Akriti. Happy birthday to you. त्यो चिउ गर्दाखेरि क्या अब अर्को पनि गर्छु त नि अर्को उसलाई एकदम बाल्नु हुँदैन त्यो बाल्नु हुँदैन त्यसलाई बना बना छिटो न त्यहाँ दुईवटा बनाउँछु तिमी राइटर लाग्छौ न यतापट्टिबाट राम्रो आएर हौ यतापट्टिबाट राम्रो आउँछ यहीँबाट देऊ न यो फोटोबाट बनाऊ ल थ्याङ्क यू यार सबैजना हाम्रो मेन्युहरू पनि आइसक्यो है आइटमहरू ल उयो चाहिँ खोइ नाइ यो बाला न पके एकछिन यता राख न सबै छ केक पनि बिचमा राख न केक चाहिँ बिचमा छोड्दे अच्छा कति क्युट हो कति फोटो खिच न यो पख न केक चाहिँ अलिक खिच्दा केक नकाट्दैन छिटो न ल 1 2 बनाइराख न अगाडि तिम्रो जुत्ता जाने कि तिम्रो विस गर्ने Happy birthday to you. Happy birthday to you. Happy birthday, dear Akriti. Happy birthday to you. थ्याङ्क यू यार सबैजनालाई धन्यवाद ल भयो डाइरेक्ट गर्दा भिडियो थिचिन छु हाम्रो चाहिँ यहाँ आइटमहरू नै आइसक्यो छ्या क्लिक त भयो म त वाइफाई छैन बस बस ओइ कस्तो फिल भइरहेछ सरप्राइज वाला फिल भयो कि नै Blessed यार by having this type of friend. सरप्राइज फिल भयो कि नै फिल भयो तर के हुँदैन हैन एक्सपेक्ट गरेको थिइस् नो यार एक्सपेक्ट गरेको छैन तर यत्रो बेला आउँदा तिमीले एक्सपेक्ट गरेको म त लिन गएको होला यिनीहरूलाई काहीँ तँ खोज्नु गएको होला जस्तो लागिरहेको थियो हामी चाहिँ यहाँ टिकटक बनाइरहेको थियौँ अर्कै तर भएन केही छैन अब त्यही चाहिँ चित्त बुझामा बेसमै राम्रो लागिरहेको छ तर सोचेको नहुँदा के थियो अब जे भए यसरी चाहिँ हालौँ न हेर्छ बट दिस अल्सो भेरी फाइन यसरी क्या यसरी हेर्छ काक्लके यसरी हाल्नु राम्रो छ हाम्रो चाहिँ आइटमहरू पनि आइसक्यो है गाइजहरू अझै आउन बाँकी छ है कतिवटा 7वटा हो कि 8वटा अर्डर गरेँ तिम्रो गीत बजाऊ न सब आइफोनवाला फोटो आउँदैछ पक्न अझै पनि आउँदैन फेरि अर्को नै आउँदैछ ए बर्थडेको नि यस्तो फोटो टक्क यहाँ राखिदिउँ न मैले तिमीहरूलाई ट्याग गरेर हालेको यो थ्याङ्क यू भन्ने के भयो भन्छ नि त्यो ब्यागहरू हटानु त्यहाँ बस्छु 3-3 जना बस्छु भनेको ल ब्याग हटा मै ब्यागहरू त राख्नु सबैजना ब्याग आफ्नो भित्र राख्नु यता आइज एकजना आउँछ पातलो सन्जिना आइज जाउनुहोस् कता पातली चिस जाउँ सन्जिना आइसक्यो छोड्दे यतैबाट आइज यतै जता पातली चिस क्या जा ल यहाँ बस के यहाँ हेलो गाइस हेलो भन हेलो मेरो च्यानलमा के भन्न चाहनुहुन्छ हजुरलाई यो च्यानल चाहिँ एकदम राम्रो च्यानल हो यसमा यो च्यानललाई चाहिँ सबैले माया गरिदिनु होला होइन सबैले लाइक कमेन्ट सेयर सब्सक्राइब सबैले सबै कुरा गरिदिनु होला भन्न चाहन्छु हस् त धन्यवाद सी इज द बर्थडे गर्ल उनीहरूको चाहिँ यहाँ गफ चलिरहेको छ मलाई चाहिँ यो देखेर भोक लागिसक्यो है गाइजहरू खाम न गाई होइन खाउँ केक काट्न पहिला केक चाहिँ खाँदै गयो ओइ ओइ वाइफाई 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 ओइ केक काट्न बर्थडे गर्ल यहाँ बिजी छ यार के गर्दै म त दुखी हातमा छु यार गाइजहरू छिटो काट्न केक यो चाहिँ पुरा त्यहाँ केले ला के ऊ त्यो चम्चाले काट चम्चा एउटा चक्कु मार्न होइन साँच्चीकै स्पोनले भइहाल्छ त भइहाल्छ यस्तो गरेर ल ऊ त अर्कोले सजिलो हुँदैन काट्ने मलाई कति काट के काट नाटक तर बनाऊ न ह्याप्पी बर्थडे भन्न ह्याप्पी बर्थडे ह्याप्पी बी ओ बिलेटेड बर्थडे छ
bless you. अब खाऊ May God सबैजना bless खेलाउँछु you. म सुरुमा Happy birthday, happy birthday, happy birthday. को यहाँभन्दा जेठो? लु सबैजना जेठो होइन कान्छोबाट होइन जेठो भएर नि Happy belated birthday के? Happy belated birthday. ए सब अर्डर आइसक्यो गर्ने हो कि अझै गरौँ यो न पक्न यो खाइसकौँ न। पहिला यो खाम अनि ओइ कुन मोमो? यो चाहिँ खाम न रात सुरुमा। बफ हो बफ मोमो हो चिकन पनि मगा न एउटा। ए एउटा चिकन मगाऊ यार एउटा दिदी एउटा चिकन मगाउनु गरिस् न। हजुर। स्टिममै हो। चम्चाहरू कति मिठो। जुठो खाँदैनौ उयो उसलाई म्याक्कै हुन्छ पिज्जाले। नाइफ हो पिज्जाले किन खाने त? के लास्ट खाने? त भात खाने गर्नु। खाम न केही डेजर्ट खाऊ न त। फोटो खिच्दैछन् है गाइजहरू चाहिँ फोन नलिराउ न फेरि बेलानको बेला हेर्दा झन् बनाइरहेको छु। उनीहरू चाहिँ यहाँ के भन्छन् फोटो खिच्नमा उ छ मलाई चाहिँ भोग लागिसक्यो साथीहरू खाम न ठिक भयो हेर त। त्यस्तै हुन्छ सोसियल मिडियाहरू चलाएपछि ओइ हात छोडेर एकछिन। भोग लाग्छ अहिले हाल्छु म त्यस्तो फेरि हालेपछि ड्याङ 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 हाल्नु हो कि के एउटा हाल्नु। लु एउटा फोटो आइज मेरो अनुहार अच्छा यार। कस्तो आहा? उयो के कसरी राख्छ? खाम न भोग लाग्यो टाइमर कसरी राख्छ है? टाइमर टाइम लाग्छ। टाइमर हो टाइमर। ओ यो चाहिँ के हो यो बोक्रा जस्तो छ त नि। खोइ म नि खान्छु न अलिकति के त बोक्रा जस्तो ला 3 सेकेन्डको म चाहिँ यो खाइदिएँ एकैचोटि ए खाऊ एउटा। ल्या जुजुमै खादिनु त न। कति मिठो यार। टाइमर भयो। आट्यो। अलिक टाँस्छ न अलिक उता जाऊ त। टाइमर भएको
अब म घर जानु लाग्यो।